नमस्ते। आज हामी विशेष गरेर एससी इक्जाम दिएर बसेका विद्यार्थीहरूका लागि भविष्यमा के गर्ने, अब योभन्दा अगाडिको स्टेपमा केहरू गर्ने, करियर कसरी बनाउने भन्ने बारेमा चाहिँ कुरा गर्छु। यसमा चाहिँ एससी दिएर बसेको विद्यार्थीहरूले चाहिँ विशेष गरेर तीनटा बाटो चाहिँ आफ्नो रोज्न सकिन्छ। पहिलो भनेको चाहिँ सिधै लोकसेवातर्फ गएर आफ्नो जिन्दगीमा लोकसेवा अथवा देशलाई सेवा गर्ने चाहनुहुन्छ भने लोकसेवा दिन सकियो। अर्को कुरा भनेको प्राविधिकतर्फ सिप सिकेर केही गर्न सकिन्छ भने अर्कोतर्फ उच्च शिक्षा हासिल गर्नको लागि फर्दर आफ्नो पढाइलाई कन्टिन्यू गर्न सकिन्छ है त। अब यस विषयमा पहिलो चरण भनेको पहिलो अप्सन भनेको हामीसँग लोकसेवा दिने हुन्छ। यसमा चाहिँ न्यूनतम एससी पास गरेको विद्यार्थीहरू र 18 वर्ष पुरा गरेको जो कोहीले पनि खर्दार भन्ने एउटा लेभल हुन्छ हाम्रो, त्यसमा चाहिँ इक्जाम दिएर आफूले चाहिँ लोकसेवामा अगाडि बढ्न सकिन्छ है त। यसको चाहिँ प्राय जसो हरेक वर्षको फागुनतिर चाहिँ यसको भ्याकेन्सी खुल्छ, फागुनको पहिलो हप्ता। त्यसमा चाहिँ इक्जाम दिएर प्रदेश अन्तर्गत अथवा सङ्घ अन्तर्गत चाहिँ आफूले सेवा गर्न सकिन्छ इक्जाम दिएर है त। भने अर्को पाटो छ, हामीले उच्च शिक्षा हासिल गर्नको लागि चाहिँ +2 लेभलको शिक्षाबाट नै जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ +2 मा तीनटा लेभल छ। एउटा एजुकेसन भन्ने फ्याकल्टी हुन्छ, अर्को चाहिँ म्यानेजमेन्ट भन्ने फ्याकल्टी हुन्छ भने अर्को चाहिँ साइन्स जनरल साइन्स भन्ने फ्याकल्टी हुन्छ। जस्तो हामीले एजुकेसन लियौँ भने भोलि बिहान शिक्षक सेवा आयोगतिर अथवा शिक्षक बन्न सकिन्छ भने, त्यस्तै गरेर साइन्स लियौँ भने हामीले इन्जिनियरिङको कोर्सेसहरू भयो, फरेस्ट्रीको कोर्सेसहरू भयो अथवा मेडिकल सम्बन्धी एमबिबिएस बिडिएसहरू चाहिँ गर्न सकिन्छ भने म्यानेजमेन्ट जनरल म्यानेजमेन्टतिर भोलि बिहान हामीले ब्याचलर लेभलमा चाहिँ आफ्नो शिक्षा हासिल गर्नको लागि बिबिएस बिए एमबिएस अनि त्यसपछि एमबिएहरू चाहिँ अथवा बिबिए अनि बिआइटीहरू चाहिँ गर्न सकिन्छ। यो कोर्सेस भनेको फर्दर ब्याचलरमा के गर्ने भन्ने कुरा चाहिँ अहिले नै डिसाइड गर्नुपर्छ है त। अनि अर्को पाटो भनेको चाहिँ हामीले प्राविधिक शिक्षाहरू स्किल सिकेर चाहिँ एससी पछि लगत्तै केही स्किल सिकेर यस्तो सिकाउने भनेको टियु त्रिभुवन युनिभर्सिटी अन्तर्गत पनि हुनसक्छ, केयु काठमाडौँ युनिभर्सिटीतिर पनि हुनसक्छ, अथवा हामीले फेमस भएको अहिले सिटिभिटीले पनि यस्तो तालिमहरू दिएर यस्तो कोर्सलाई चाहिँ डिप्लोमा लेभलको कोर्स भनिन्छ। जस्तै डिप्लोमा इन अप्टोमेट्री आँखा सम्बन्धी हैन, डिप्लोमा इन अटोमोबाइल्स गाडीहरू बनाउने, डिप्लोमा इन होटल म्यानेजमेन्ट भन्छ। यो कोर्समा चाहिँ हामीले विशेष गरेर सिपहरू सिकाइन्छ हामीलाई। यो 3 वर्षीयको कोर्स हुन्छ। डिप्लोमा इन इन्जिनियरिङ पनि हुन्छ है। अनि यसमा चाहिँ सिप सिकेर चाहिँ आफूले रोजगार क्रिएट गरेर अथवा रोजगारको लागि एप्लाई गरेर सिधै जागिर गर्न पनि सकिन्छ है त। यो भयो प्राविधिक तर्फको कुराहरू है त। अब कसैको मनमा हुन्छ भोलि बिहान आफ्नो छरछिमेकमा कोही विदेश गएको छ भने आफ्नो इच्छा पनि पछि पढेर अलिकति केही पढेर विदेश जाने इच्छा गर्नुभएको छ भने कसै विद्यार्थीहरूले त्यसको लागि चाहिँ कम्तीमा +2 लेभलको शिक्षा चाहिँ नेपालमा हासिल गर्नुपर्ने हुन्छ। मिनिमम राम्रो देश जानको लागि हाम्रो एजुकेसन क्वालिफिकेसन भनेको +2 चाहिँ माग्छ। त्यसको लागि +2 तपाईले एजुकेसनमा गरे पनि भयो, म्यानेजमेन्टमा गरे पनि भयो अथवा साइन्समा गरे पनि भयो है त। तर एटलिस्ट +2 लेभलको शिक्षा चाहिँ नेपालमै गरेर गएको चाहिँ धेरै राम्रो हुन्छ है त। अब फर्दर केही जिज्ञासा छ, जहाँ बुझ्नु भएको छैन, कुराहरू कन्फ्युजन छ भने कमेन्ट गरेर पनि सोध्न सक्नुहुन्छ अथवा अर्को कुनै भिडियो मार्फत पनि म बुझाउने प्रयास गर्नेछु। अहिलेको लागि धन्यवाद। बेस्ट विशेस फर रिजल्ट भन्नु पर्यो है। धन्यवाद।